हेलो साथीहरू, स्वागत छ आजको भिडियोमा। आज हामी ब्रुट फोर्स अट्याक पर्फर्म गर्न गइरहेका छौँ। हामीले यसलाई प्र्याक्टिकली हेर्छौँ कि कसरी ब्रुट फोर्स अट्याक पर्फर्म हुन्छ भनेर। हामीले DVWA को ल्याबमा सल्भ गर्नेछौँ। हामी अहिले कसैको पनि रियल वेबसाइटमा प्र्याक्टिस गर्ने छैनौँ। हामीले पहिला ल्याबलाई लगइन गर्छौँ। सुरुमा हामीले के गरौँ भन्दाखेरि ब्राउजरमा हामीले प्रोक्सी युज गरौँ, किनभने प्रोक्सी युज नगरेसम्म हाम्रो बाउसुटलाई रिक्वेस्ट सेन्ड हुँदैन। ठिक छ। अब हामीले एकचोटि यसलाई के गरौँ भन्दाखेरि प्रोक्सीमा गएर इन्टरसेप्ट अन गरिदिउँ। इन्टरसेप्ट अन गर्दाखेरि के हुन्छ भन्दाखेरि जति पनि रिक्वेस्ट हाम्रो यताबाट हाम्रो सेन्ड हुन्छ त्यसले त्यहीँ रोकेर राखिदिन्छ। जस्तै हामीले यसमा ऱ्यान्डमली एउटा ट्राई गरौँ है त। यसमा हामीले लगइन गरौँ। लगइन भइरहेको छैन। किन भइरहेको छैन भन्दाखेरि यसले हामीलाई रोकेर राखेको छ हाम्रो रिक्वेस्टलाई। हेर्नुहोस् है, म तपाईँलाई सबै क्लियर बुझाउँछु। हाम्रो गेट मेथड युज भइरहेको छ। अब हामीहरूलाई थाहा छ गेट मेथडको काम के हो। गेट मेथडले के गर्छ भन्दाखेरि यसमा पासवर्डलाई युआरएलबाट सेन्ड गर्ने काम गर्छ। अहिले सेन्ड भइरहेन किनभने हामीले यसलाई रोकेर राखेको छौँ। जस्तै हामीले यो रिक्वेस्टलाई हामीले के गर्छौँ, फरवर्ड गरिदिन्छौँ। फरवर्ड गरिदिन्छौँ। ठिक छ। इन्टरसेप्टलाई हामीले के गरिदिन्छौँ त, अफ गरिदिन्छौँ। अब हेरौँ त है के भनिरहेछ भन्दाखेरि हाम्रो युजर नेम इक्वल्स टु एडमिन, पासवर्ड इक्वल्स टु किङ भनिरहेछ होइन। यो भनेको युजर नेम एन्ड ओर पासवर्ड इनकरेक्ट भनिरहेछ, हाम्रो मिलेन भनिरहेछ। त्यसो यो भनेको गेट मेथड भनेको सबैभन्दा अनसेक्योर मेथड हो गाइज। हेर्नुहोस्, त्यहीमाथि हामीसँग SSL सर्टिफिकेट पनि छैन। त्यो नहुँदाखेरि झनै के भइरहेको छ भन्दाखेरि प्लेन टेक्स्टमा हाम्रो डाटाहरूलाई देखाइरहेको छ। अब हामीले बफुटमा गएर हामीले चेक गर्छौँ हाम्रो कस्तो खाले रिक्वेस्टहरू हामीले सेन्ड गऱ्यौँ र हाम्रो त्योबाट रेस्पोन्स के आएको छ भनेर हामीले हाम्रो ल्याब नै खोलेर हेरौँ न त। अब यो हेरौँ है त, हामीले क्लियर हेरौँ। यसलाई हामीले थोरै माथि गरौँ, हेरौँ है त। यसमा के भनेको छ, गेट मेथड युज भइरहेको छ। यसको लागि हाम्रो युजर नेम भनेको डट हो, पासवर्ड भनेको डट हो भनेर देखाइरहेको छ। ठिक छ। अनि त्यसपछि यसको होस्ट देखाइरहेको छ। होस्ट हाम्रो आइपी, हामीले आफ्नो कस्टम आइपी युज गरेका छौँ। यसमा छ। अनि त्यसपछि कुकीहरू देखाइरहेको छ, PHP सेसन आइडीहरू, यो के हो देखाइरहेको छ होइन। अब हामीले के गर्छौँ भन्दाखेरि यो रिक्वेस्टको रेस्पोन्स कस्तो आइरहेको छ भन्दाखेरि हामीले यसरी हेर्छौँ। हामीले यसमा र डेटा पनि हेर्न सक्छौँ। एक गरेर हामीले यसरी यहाँबाट पनि हेर्न सक्छौँ हाम्रो रिक्वेस्ट सर्भर ठाउँ पुगिरहेको छ भनिरहेको छ। यो टाइममा अपाचे सर्भर युज भइरहेको छ। त्यसपछि हाम्रो यो यसमा हामीलाई के छ, कनेक्सनहरू क्लोज यताउता देखाइरहेको छैन, केही छैन। यसमा हाम्रो काम छैन। हामीले रेन्डर गरेर भनेपछि वेब पेज अहिले हेरौँ न त कस्तो रिक्वेस्ट हाम्रो के भनिरहेको छ भन्दाखेरि युजर नेम एन्ड पासवर्ड इनकरेक्ट। हामीले ऱ्यान्डम डेटा हालेको थियौँ नि त। अब यसमाथि हामीले के गर्छौँ त, ब्रुट फोर्स अट्याक पर्फर्म गर्छौँ। सो त्यसका लागि के गर्नुपर्छ त, हामीले ब्रुट फोर्सका लागि हामी सबैलाई थाहा छ इन्ट्रुडर युज हुन्छ भन्ने। इन्ट्रुडरमा हामीले यो रिक्वेस्टको हाम्रो छ नि, यसलाई हामीले सेन्ड गरिदिन्छौँ त, सेन्ड टु इन्ट्रुडर भनेर यसमा सेन्ड गरिदिन्छौँ। ठिक छ। यसमा आयो। अब हाम्रो होस्ट देखाइरहेको छ आइपी, अनि पोर्ट नम्बर 80 भनेको हामीलाई थाहा छ HTTP हो। अनि त्यसपछि हाम्रो यसको पोजिसन भनेको कता कता हाम्रो युज गर्ने त, हामीले ब्रुट फोर्समा अट्याक गर्दाखेरि कता कता हाम्रो अट्याक पर्फर्म होस्, कुन जस्तै यसमा हेर्नुहोस्, यो प्यारामिटरको एडमिनको यतापट्टि एडमिनमा देखाइरहेको छ, हाम्रो पासवर्डहरूमा देखाइरहेको छ, युजर नेममा हाम्रो कता कता चेन्ज गर्ने त्यसलाई हामीले पहिला क्लियर गरिदिउँ होइन त। हामीले पासवर्ड मात्र याद छ, एडमिन त हामीलाई थाहा छ। जस्तै यो युजर नेम एडमिन हो भनेर त हामीलाई थाहा छ। एडमिन हाम्रो योवाला युजर नेम एडमिन हो भनेर पत्ता पनि लगाउन सक्छौँ हामी, हो कि होइन भनेर। यसका लागि पनि अलग्गै, तर हामीलाई थाहा छ अहिलेको केसमा यो भिडियो लामो हुन्छ, त्यसैले हामीले अहिलेको केसमा हामीलाई के थाहा छ, हाम्रो युजर नेम एडमिन हो भन्ने थाहा छ। पासवर्ड हामीलाई थाहा छैन, मिलिरहेन। अब के गर्छौँ त, यसलाई एड गरिदिन्छौँ हामीले। यसमा हामीले चेन्ज गर्नुपर्छ होइन। यसका लागि हामीले पेलोड हाम्रो लिस्टहरू तयार गर्नुपर्छ। हामीसँग लिस्ट छैन, हामी ऱ्यान्डमली बनाऊँ। हामीले के भन्दाखेरि मनोज भट्ट ह्याकर बग के लेख्नुपर्ने हो होइन। प्रोफेसर हिरो ह्यान्डसम के लेखौँ,
लभ आई लभ यु के भइरहेको छ आई लभ यु समथिङ समथिङ जस्तै हामीले यता हेरौँ एडमिनै भइगयो होइन पासवर्ड नै भयो ठुलो अगाडि पासवर्ड युज गर्नु सक्छ हामीले के हाम्रो यसमा हाम्रो लिस्ट तयार गर्छ हामीलाई थाहा छैन अहिले हामीले अलि हार्ड टाइपको पासवर्ड पनि युज गर्छौँ हामीले केही छैन अप्पर केसहरू युज गरेर पनि गर्छौँ माफिया डोन मनोज बोस यस्तै टाइपको हामीले एउटा लिस्ट तयार गर्छौँ होइन लिस्ट नत्र यताबाट हामीले युज गर्दा पनि हुन्छ सर्टवर्ड यताबाट हामीले यता युज गर्दैनौँ अहिले यो पिक्चर हामी एउटा आफ्नै वर्ड लिस्ट बनाएर हामीले ट्राई गर्छौँ होइन यो छोटो वर्ड लिस्ट भयो धेरै छोटो भयो केही छैन यसमा हामीले अलिक बढी लामो ठुलो बनाऊ होइन ल केही छैन यति कसरी हुन्छ भनेर हामीले सिक्ने मात्र हो होइन त्यसपछि हामीले अप्सनबाट हेर्न सक्छौँ हामीले नम्बर अफ थ्रेड कति रिक्वेस्ट सेन्ड गर्ने भनेर यता हामीले छोटो थोरै रिक्वेस्ट सेन्ड गरौँ अनि 3 टाइमसम्म रिक्वेस्ट फेल देखायो भने चाहिँ बन्द हुन्छ होइन 3 टाइमसम्म रिट्राई गर्न सक्छ अनि हाम्रो टाइमहरू भयो होइन टाइमहरू हाम्रो के छ अप्सनहरू हामीले यता हाम्रो एउटा लिस्ट भयो ठिक छ एरर लिगल इनभ्यालिड के छैन ग्रिप म्याचहरू हो अनि त्यसपछि हामीले पेलोडमा हामीले पेलोड रेडी छ हाम्रो पेलोड रेडी छ भने हामीले अट्याक गरिदिउँ है त अब हेरौँ हामीले स्टाटस के छ 200 छ भनेपछि हाम्रो सबै रिक्वेस्टहरू के भइरहेको छ सर्भर ठाउँ पुगिरहेको छ भनेर भनिरहेको छ ठिक छ अनि हामी हेर्न सक्छौँ यसमा हामीले यसमा के गरेको थियो हाम्रो पहिलो नर्मलवाला भइसक्यो हाम्रो डिफल्टवाला भयो जहाँ हामीले पासपोर्टको ठाउँमा के युज गरेको छ मनोज युज गरेको छ यसमा के गरेको छ भट्ट युज गरेको छ होइन अरू सेम टु सेम हो हाम्रो सेसन आइडी केही पनि चेन्ज भएन किनभने किन चेन्ज भएन भन्दाखेरि यो सेक्युरिटी लो यसमा के छ यो वेबसाइटमा धेरै सेक्युरिटी लो छ हामीले यो त ल्याबमा प्र्याक्टिस गरिरहेछौँ नि त हामीले कुनै पनि रियल वेबसाइटमा हेरिरहेको छैनौँ सो यसपछि हामीले हेर्न सक्छौँ सबको सेम देखाइरहेको छ तर यसमा चाहिँ फरक देखायो है त यसमा फरक देखायो गाइज यसमा फरक देखायो केही छैन अरू के देखाइरहेछ अरू सबै ठाउँमा हेरौँ अरूमा फरक यसमा पनि फरक देखायो गाइज यसमा फरक किन देखायो भन्दाखेरि अहिले हेरौँला के भएको छ भनेर ठिक छ दुई ठाउँमा फरक देखाइरहेको छ सो यसलाई हामीले फिल्टर गरौँ छोडिदियो अहिले फिल्टर के युज नगरौँ यस्तै छोडिदिउँ होइन अहिले हामीलाई थाहा छ नि त छोटो लिस्ट छ धेरै लिस्ट भयो भने चाहिँ लामो फिल्टर युज गर्थ्यौँ हामीले अब हेरौँ है त यसको रेस्पोन्सलाई चेक गर्छौँ रेस्पोन्सलाई चेक गरेर हामीले रेन्डर गरेर हेरौँ रेन्डर गऱ्यो भने चाहिँ हामीलाई क्लियर वेबसाइटमा भिजिबल भएर देखाउँछ यसमा के भनिरहेछ भन्दाखेरि एडमिन एन्ड अवर पासवर्ड इनकरेक्ट भनिरहेछ यसमा हाम्रो मिलेन भनेर देखाइरहेछ कता गयो हाम्रो मिलेन भनेर देखाइरहेको छ गाइज तल गएर मैले अनि यसमा पनि सेम रिक्वेस्ट सेम लेन्थ भनेर के देखाइरहेको छ यसमा पनि मिलेन भनेर देखाइरहेको छ अलिकति फरक भएको ठाउँमा चेक गरौँ न त यसमा अलिकति फरक छ यसमा के भनिरहेको छ भन्दाखेरि यसमा के भनिरहेको छ यसमा के भनिरहेको छ वेलकम टु द पासपोर्ट प्रोटेक्टर एरिया यसमा के भइरहेको छ यो पेज लगइन भइसकेको छ गाइस यसमा यो भनेको लगइन पेज भएको यो हाम्रो एडमिन भन्ने पासवर्ड चाहिँ मिल्यो है त यसमा हामीले र डेटा टाइपको पनि हामीले र डेटा टाइप मतलब त्यो वाला डेटा टाइप होइन मैले हेरौँ यता एडमिन पासवर्डमा पनि एडमिन छ होइन यो चाहिँ मिल्यो भनिरहेको छ अनि अर्को पनि सेम फरक टाइपको रिस्पोन्स आएको थियो यो वाला होइन योवाला चाहिँ हामीले रिक्वेस्ट चाहिँ सेन्ड भयो अब यसको रेस्पोन्स चेक गर्छौँ होइन यसको रेस्पोन्समा के भनिरहेछ भन्दाखेरि ठिक छ भनेर अनि यता हेरौँ यता के भने यस्तो यहाँ ठिक छ त होइन तर यसमा हामीले रिक्वेस्ट गएन कि गाइज यसमा रिक्वेस्ट गएन उता सेन्ड भएन त्यसैले चाहिँ यो अलग्गै देखाएको हो उता सेन्ड नभएर केही मिस्टेक केही प्रब्लम आउन हुनसक्छ या हामीले थ्रेडहरू युज गर्दाखेरि धेरै फास्ट भयो कि के भयो होइन तर यो हाम्रोमा लगइनमा रिक्वेस्ट भएन भनिरहेको छ हाम्रो के थाहा भयो त हामीलाई एडमिन भन्ने नै हाम्रो पासवर्ड हो भन्ने हामीले बुझिसकेका छौँ गाइज यताबाट पनि चेक गर्न सक्छौँ र डेटामा के भनिरहेको छ भन्दाखेरि
यो चाहिँ सेम टु सेम नै देखाउने हो। ब्रुट फोर्स अट्याक यो बगको टाइप्सहरूको नाम देखाइरहेको छ होइन। सो केही पनि हेर्नु यो चाहिँ योमा चाहिँ हाम्रो के भयो भनिरहेको छ त लगइन भयो भनिरहेको छ रेन्डर गरेर हेर्दाखेरि। अब यहाँ चाहिँ लगइन भएको छैन किनभने यहाँ चाहिँ हामीले हानेको छैन। यसमा पनि हामीले सेम हालेर हेरौँ एडमिन यता पनि एडमिन हालेर लगइन गरौँ। अब चाहिँ लगइन भयो हेर्नुहोस् है। अब चाहिँ लगइन भयो। यसरी हजुरहरूले ब्रुट फोर्स अट्याक पर्फर्म गर्न सक्नुहुन्छ। हजुरहरूले लिगल कामको लागि युज गर्नुहोला। ओटिपीको लागि पनि सेम नै हो है। ओटिपी हजुरहरूले भन्नुहोला लगइन पेजमा मात्र पर्फर्म हुन्छ कि यस्तो टाइपको अट्याक भन्नुहोला होइन। ओटिपीको लागि पनि सेम नै हो। किनभने हेर्नुहोस् है जहाँ हाम्रो जस्तै बग छ भने त्यो वेबसाइटमा बग छ भने यहाँ ओटिपी इज टु समथिङ आयो होइन। यहाँ कि टोकन इज टु केही भनेर देखायो भनेपछि हामीले त्यो ठाउँलाई हामीले एड गरेर के गर्न सक्छौँ भन्दाखेरि हाम्रो टोटल कम्बिनेसनको पासवर्ड युज गर्न सक्छौँ। पासवर्डको लिस्टहरू गुगलमा भेटिन्छ खोज्यो भनेपछि जस्तै 4 डिजिटको अल टाइपको कम्बिनेसन जस्तै एउटा डिजिट भन्नलाई हाम्रो जस्तै 10वटा डिजिट एउटा ऱ्यान्डम डिजिट चुज गर्नलाई चाहिँ 10बाट चुज गर्नुपर्छ किनभने 0देखि 9सम्म हाम्रो 10वटा डिजिट हुन्छ। त्यहाँबाट ऱ्यान्डमली एउटा डिजिट आउने हो होइन। अनि त्यसपछि हाम्रो 4वटा डिजिट हुनलाई 10 × 10 × 10 × 10 यति डिजिटको हाम्रो कम्बिनेसनको पासवर्ड हो भनेपछि यदि वेबसाइटमा बग छ भनेपछि इजिली थाहा भइहाल्छ कि हामीलाई ओटिपी के हो भनेर। सेम टाइपको रेस्पोन्समा हामीलाई ओटिपी दिने हो गाइज। र आजको लागि भिडियो यति नै। यदि भिडियो मन परेमा लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र आउने भिडियोको लागि सब्सक्राइब गर्नुहोला। धन्यवाद।